तपाईँ पनि राम्रो कम्युनिकेटर बन्न चाहनुहुन्छ? त्यसो हो भने तपाईँले 2400 वर्ष अगाडि जन्म लिनुभएको सोक्रेटिसलाई बिर्सिनु हुँदैन तपाईँ हामीले, किनभने उहाँले हामीलाई कसरी कम्युनिकेट गर्ने भन्ने केही टिप्सहरू दिनुभएको छ, केही कुराहरू सिकाउनु भएको छ, जसलाई हामीले डे टु डे लाइफमा युटिलाइज गऱ्यौँ भने, युज गऱ्यौँ भने हाम्रो कम्युनिकेसन पनि बेटर हुँदै जान्छ। त्यसैले पनि हामीहरूले उहाँबाट सिक्नुपर्ने 3वटा लेसन्स चाहिँ टुडे आई विल सेयर यु इन दिस भिडियो। नम्बर 1 भनेको चाहिँ लिसन बिफोर यु स्पिक। लिसन बिफोर यु स्पिक। बोल्नुभन्दा अगाडि सुन्नुहोस्। हजुर, बोल्नुभन्दा अगाडि सुन्नुहोस्। यसको अर्थ के हो? तपाईँले अरू कसैको कुरा सुनिराख्नु भएको छ भने अलरेडी नै दिमागमा चाहिँ एन्सर रेडी गर्नु होइन, पहिला सुरु उसलाई मजाले सुन्ने, बुझ्ने। एउटा कुरा चाहिँ के हो भन्दाखेरि कम्युनिकेसनको मुख्य धार भनेको तपाईँ कति राम्रो बोल्नुहुन्छ भन्नेमा कहिले पनि द्याट इज कम्प्लिटली रङ है। त्यो भनेको तपाईँ पब्लिक स्पिकिङमा जानुभयो, तपाईँ त्यो भनेको स्पिकरमा जानुभयो। कम्युनिकेसन स्किलको मास्टरी भनेको चाहिँ विन विन सिचुएसन क्रिएट गर्नु हो, सिनर्जाइज क्रिएट गर्नु हो। दुई पक्ष अथवा 3 पक्ष 4 पक्ष कुनै मिटिङमा चाहिँ आर्ग्युमेन्ट डिबेट गर्ने होइन, सबैजना मिलेर हाँस्नु पर्यो, खुसी हुनु पर्यो, इन्जोय गर्नु पर्यो त्यो मोमेन्टलाई, त्यो कम्युनिकेसनलाई चाहिँ होइन। त्यो हो रियल कम्युनिकेसन भनेको। र सोक्रेटिसले पनि हामीलाई 2400 वर्ष अगाडि यही कुरा सिकाएको हो। लिसन बिफोर यु स्पिक। मजाले सुन्नुहोस्, ध्यान दिनुहोस्, उसको कुरा भित्र नै छिलेर एउटा कुनै कथा भनिरहेको छ भने त्यही कथाभित्र, स्टोरीभित्र छिलेर चाहिँ क्वेसन गर्नुहोस्। ए त्यस्तो भएको थियो भने त्यसपछि के भयो त? तपाईँलाई कस्तो महसुस भएको थियो? तपाईँलाई डर लागेन भनेर त्यसरी तपाईँले क्वेसनहरू सोध्ने त्यही स्टोरीभित्र छिलेर। नम्बर 2 भनेको चाहिँ आस्क क्वेसन नट आर्ग्युमेन्ट रे क्या। क्वेसन चाहिँ सोध्नु तर आर्ग्युमेन्ट गर्ने होइन। जस्तै अगाडिको मान्छेले भने अहिलेको समयका सबै युवाहरू बिग्रिसकेका छन्, अहिलेका युवाहरू सबै ड्रगमा एडिक्ट छन् भन्यो भने तपाईँ गलत हुनुहुन्छ, यो त खत्तमै कुरा हो भनेर भन्ने हो भने त्यो भन्ने बित्तिकै आर्ग्युमेन्ट सुरु भयो। आर्ग्युमेन्ट गर्नु छैन नि त हामीलाई कम्युनिकेसनमा। हाम्रो कम्युनिकेसनमा त एउटा हेल्दी रिलेसनसिप बिल्डअप गर्नु छ नि त। त्यही भने के भन्ने, ए तपाईँले भन्न खोज्नु भएको के हो त? कुन युवाहरू बिग्रेका छन्, कस्तो किसिमका युवाहरू बिग्रेको छन्? मैले त यस्तो युवाहरू पनि भेटेको छु जसले चाहिँ समाजमा साँच्चीकै इन्सपिरेसनल कामहरू गरेको छ। आफ्नो फ्यामिलीलाई, आफ्नो रिलेसनसिपलाई, आफ्नो हितमा धेरै काम गरेका युवाहरू मैले भेटेको छु भनेर पनि हामीले तपाईँले प्रश्न सोध्नुभयो भने त्यो कम्युनिकेसन अर्कै डिरेक्सनमा जान्छ। त्यही भएर आस्क क्वेसन नट आर्ग्युमेन्ट। नम्बर 3 भनेको चाहिँ मलाई थाहा छैन। नम्बर 3 भनेको चाहिँ आई डोन्ट नो। सोक्रेटिसको सबैभन्दा भाइरल, सबैभन्दा बढी चर्चित उसको व्याख्या डायलग भनेको आई नो द्याट आई नो नथिङ। आई नो द्याट आई नो नथिङ भनेको मलाई यति कुरा थाहा छ कि मलाई केही कुरा पनि थाहा छैन। यो भनेको के त? यसलाई हामीले कम्युनिकेसन अथवा हाम्रो डे टु डे लाइफमा कसरी युटिलाइज गर्न सक्छौँ र यसबाट हामी कसरी बेनिफिट लिन सक्छौँ त? आई नो द्याट आई नो नथिङ भनेको मलाई धेरै कुरा थाहा छैन, मलाई सबै कुरा थाहा छैन, त्यसैले म सिक्नको लागि तयार छु भन्ने माइन्डसेट दिन्छ यो कुराले, यो एटिट्युडले, यो कुराले। जब कि सोक्रेटिस त्यो बेलाको सबैभन्दा पहिलो दार्शनिक हो, यस्तो दार्शनिक हो जसलाई त्यो शताब्दीको सबैभन्दा बढी बुद्धिमानी मानिन्थ्यो। उसले